गुड मर्निङ एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो आजको मेरो ब्लगमा। र गाइस हेर्नु ल, बिहान 5 बजी चाहिँ यस्तो ठन्डा भइरहेको थियो नि, यस्तो पाट लागिरहेको थियो नि, यताको मान्छे उता नदेख्ने त्यस्तो खालको भइरहेको थियो। घाम त लागिरहेको थियो अलिअलि, तर घामले पनि त्यो पाटले चाहिँ पुरा छेलिसकेको थियो। यस्तो ठन्डा थियो नि, आफूलाई त उठ्नु मन लाग्दैन, नानीहरूलाई चाहिँ कहाँ उठ्नु मन लाग्थ्यो। यता उठाउन भनेर गयो, उठाएर फ्रेसअप गरेर त पढ्न भनेर बसायो। अब एक्जाम चलिरहेछ, नउठाए पनि कहाँ हुन्छ, सबैले आफ्नो आफ्नो ड्युटी पुरा गर्नै पर्यो होइन। जीवनमा एउटा एउटा कर्तव्य लिएर आइरहेछ, त्यो कर्तव्य त पालन सबैले गर्नै पर्छ। र म चाहिँ यता फटाफट झाडु पोछाहरू गरिसकेँ। त्यसपछि यता लाग्यो ओछ्यानहरू बनाउनको लागि, छोरीलाई स्कुल जान भनेर रेडी हुँदै गरेर ल म यता फटाफट मिलाउँछु भने र छोरीले चाहिँ चुलहरू चाहिँ बाँध्न सक्दिनन्, मैले बाँधिदिनुपर्छ। र यता रेडी चाहिँ भइन्, म चाहिँ फटाफट गरेर यता बेडहरू मिलाइरहेको छु। र यिनी चाहिँ टुक्टुकीको वेटमा लागिरहेको थिएँ, कतिखेर आइपुग्छ जानु भनेर। र एक्जाम चलिरहेको छ, त्यही भएर पनि जल्दी निकाल्दै गएर मैले उसलाई स्कुल पठाएँ। त्यसपछि यता नानीलाई पनि स्कुल पठाएँ। दुईवटा छोरीहरूको एउटा आमा बनेर चाहिँ एउटा प्यारेन्ट्स हुन चाहिँ धेरै नै जिम्मेवारीको कुरा हुँदो रहेछ। जब आफू भयो तब मात्रै थाहा हुँदो रहेछ कस्तो खालको फिलिङ्स आउँदो रहेछ, कस्तो टाइपको हुँदो रहेछ। त हस्बेन्ड साथमा नहुँदा त अरू नै बेसी हुँदो रहेछ जस्तो लाग्छ मलाई चाहिँ। र म चाहिँ बारीतिर बारीबाट आउँदा घर जाँदाखेरि चाहिँ पार्सल आइसकेको रहेछ। पार्सलमा चाहिँ थियो एउटा टेन्ट हाउस र छोरीको टोपी र टेन्ट हाउस चाहिँ मैले अस्ति अर्डर गरिदिएको थिएँ। र आज चाहिँ फाइनली आइपुगेछ, छोरीले लगाएर दिने यति क्युट लागिरहेको थियो नि। र मैले चाहिँ त फटाफट अनबक्स गर्न भनेर लागेँ। र मैले चाहिँ बनाउन सकिनँ, र बाबाले बनाइदिइराख्नु भएको थियो छोराछोरीको ख्वाइस पुरा गर्न चाहिँ। र छोराछोरीले इच्छा जे माग्छन् त्यो पुरा गर्न चाहिँ बाबा चाहिँ एक नम्बरमा माहिरी हुनुहुन्छ। छोरीहरूलाई चाहिँ बाबाले धेरै नै माया गर्ने, बाबाको चाहिँ छोरी चाहिँ एकदमै प्यारा हुँदो रहेछ, सबैको नै त्यस्तो लाग्छ। र छोरी चाहिँ आज यहीँ सुत्छु यहीँ बस्छु भनेर भनिरहेको थिएन। खानापिना पनि यतै भइरहेछ छोरीको। आज हेर्नु न जबरजस्ती खिलाइरहेको छु, चाहिँ यस्तो बस्छ। Thank you so much, Baba. मेरो बाबुले टेन्ट हाउस ल्याइदिनु भएको छ। टेन्ट हाउस भेटेपछि त खान सुत्न सबै यहीँ। अनि यहाँ सुति सकिरहेछु नि। अनि बाबालाई थ्याङ्क यू भन्दै हो। बाई। थ्याङ्क यू बाबा भन्दै। थ्याङ्क यू बाबा।